hello and welcome back to my channel, another video. So I hope सन्चै हुनुहुन्छ होला सबैजना. सो म पनि एकदमै आरामै भन्नुपर्छ. सो आजको न्यू डे न्यू भ्लगमा चाहिँ म तपाईहरुलाई यस्तो राम्रो ठाउँमा लिएर आइसकेको छु हैन साथीहरु. सो एकदम रमाइलो छ अनि अब पानी झरी पनि त्यस्तै हो नि त. अनि घाम पनि चिटिक्कै एकदम गर्मी छ साथीहरु हैन. सो तपाईहरु देख्न सक्नुहुन्छ कतिको घाम लागेको छ भनेर हैन. तपाईहरु यो ठाउँमा कतिजना घुम्न आउनु भएको छैन मेरो भिडियोमा ब्लगमा चाहिँ कमेन्ट पनि गरिदिनु होला है. अनि लाइक शेयर सब्स्क्राइब पनि गरिदिनु होला. सो तपाईहरु देख्न सक्नुहुन्छ म अहिले कहाँ छु भनेर. सो लेट्स सी. फुल चाहिँ एकदम दामी क्या साथीहरु है. यस्तो मजाले फुलहरु रोपेर हैन यस्तो रङ्गी चङ्गी. यहाँ भन्दा अगाडि चाहिँ म आउँदाखेरि यो फुलमा यस्तो केही पनि थिएन के. फुलसुल केही राखेको थिएन. नेपालको झन्डाहरु थिएन. अहिले चाहिँ एकदम राम्रो सजाएर राखेर चाहिँ राम्रो लाग्यो है त. अनि यस्तो दामी है साथीहरु. आमामा यो खोलाको छेउमा यस्तो बल्बहरु चाहिँ राखेको थिएन. सो अहिले चाहिँ राखेर एकदम राम्रो बनाएको छ है ललितपुरले चाहिँ. सो दामी छ हेर्नु होला तपाईहरु पनि. सो यस्तो दामी छ है यहाँनिर चाहिँ. अनि यहाँ चाहिँ म पहिला पनि आएको हो. तपाईहरुले देख्नु भयो होला है. मेरो भिडियो हेर्नु भएको छ, मेरो ब्लगमा हेर्नु भएको छ भन्ने चाहिँ सर्ट मिनी ब्लगमा चाहिँ तपाईहरुले देख्न सक्नुहुनेछ मेरो युट्युब च्यानलमा है. म यो ठाउँमा पहिले पनि आइसकेको हो. सो आज पनि अब के गरौँ भन्ने भयो नि त. अब रुममा बस्दा अब गर्मी छ, बस्न अलिक झ्याउ हुन्छ है साथीहरु. सो आज चाहिँ म यसो माइन्ड रिफ्रेश गर्न अनि यसो घुम्न अब यसो हल्का टाइम पास गर्नलाई चाहिँ म यहाँनिर आइपुगिसकेको छु हैन. अनि यो ठाउँमा चाहिँ तपाईहरु आउनु भएको छैन भने पक्कै पनि आउनु होला है त. सधैँभरि यसरी नै माया र साथ दिनु होला. सो थ्याङ्क्स फर वाचिङ माई भिडियो. सबैजनालाई धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा. सो लाइक सब्स्क्राइब चाहिँ गर्न नभुल्दिनु होला. सो नेक्स्ट टाइम फेरि भेटौँला.